हेलो नमस्ते सबैलाई। आज चाहिँ म बाहिर जानको लागि रेडी भएँ अनि आफ्नो परिवारसँग त्रिभुवन विमानस्थल आइपुगेँ। यो रहेको छ त्रिभुवन विमानस्थलको गेट। अब हामी चाहिँ यहाँबाट भित्र छिर्दैछौँ। साथमा मेरी छोरी पनि छिन्, जुन चाहिँ मलाई छोड्नलाई एकदमै धेरै दुःखी मन हुँदै थिइन्। मलाई छोड्नै सकिरहेको थिएनन् अनि मेरो मम्मीले साइडमा बसेर सम्झाउँदै होइसिन्थ्यो। अनि यो सबै बाटोहरू हेर्दाखेरि कस्तो नरमाइलो लागिरहेको थियो। यहाँभित्र जाने गाडीहरू सबै बाहिर जाने मान्छेहरूको लागि मात्रै थियो क्या। उनीहरू सबैजना बाहिर जाँदै थिए। अनि आज चाहिँ मसान्तको दिन पनि थियो, त्यही भएको भएर त्यति धेरै भिड त थिएन, र पनि मान्छे नजाने भन्ने चाहिँ हुँदो रहेन रहेछ होइन। टन्न नै थिए छनलाई चाहिँ, तर पहिला जस्तो खुट्टा टेक्न नसक्ने जस्तो भिड चाहिँ थिएन। आज अलिक खाली नै थियो, किनभने मसान्तको दिन घर छोड्न नहुने भन्ने हाम्रो नेपालीहरूको चलन छ नि त। त्यही चलन अनुरूप छोड्नै पर्नेहरूले एकदमै इम्पोर्टेन्ट हुनेहरूले चाहिँ छोडेको, तर अरूहरूले चाहिँ छोडेको थिएनन्। अनि आफ्नो परिवारसँग छुट्नुको दुःख त छुट्टै छँदै थियो। त्यसैमाथि पनि अब आफ्नो कामहरू होइन, आफ्नो पढाइको कुराहरू सबै कुराहरू छोडेर जाँदै गर्दाखेरि मन चाहिँ धेरै नै एकदमै भनौँ न दुःखी थियो। अनि यहाँ मेरो बाबा मामु बहिनीहरू चाहिँ म रुन्छ भन्दै होला, उनीहरू जबरजस्ती हाँसिरहेको थिए। उनीहरू रुन मन त सबैलाई लागिरहेको थियो, सबैजना भित्रै रोइरहेको थियो, तर बाहिर चाहिँ त्यो हुन्छ नि नक्कले हाँसो देखाइरहेको थियो। त्यो मैले प्रष्ट देखिरहेको थिएँ सबैको अनुहारमा। अनि आज यो त्रिभुवन विमानस्थलमा हेर्नु न कति थोरै मान्छेहरू छन्। यो हेर्दा तपाईँहरूलाई थोरै लागेको होला, तर छन चाहिँ यहाँ टन्नै छन्। तर म पहिला यहाँ आउँदाखेरि चाहिँ अझै खुट्टै टेक्न नसक्ने भिड हुन्थ्यो क्या, त्यस्तो भिड हुन्थ्यो। तर आज त्यस्तो साह्रो भिड चाहिँ छैन भन्दा पनि यो खाली जस्तो लाग्दाखेरि पनि यति धेरै मान्छेहरू छन्। हेर्नुहोस् न, हामी चाहिँ भित्रपट्टि गइसक्यौँ बोर्डिङ पासको लागि। बोर्डिङ पासको लागि हामी चाहिँ यहाँ लाइन बसिरहेको छौँ। अनि लाइन बस्दै गर्दाखेरि कति धेरैजनाहरू मान्छेहरू भेटिन्छ। अनि उहाँहरू सबैजनालाई सोध्ने कि तपाईँ कहाँ जानु लाग्यो, हामी कहाँ जानु लाग्यो होइन, को कता जानु लाग्यो, सबै कुरा सोध्दै जाने। अनि एकजना सिस्टर भेट भयो। अनि उहाँले चाहिँ भन्नुहुन्छ म चाहिँ डिपेन्डेन्टमा जान लागेको भनेर। हामी चाहिँ स्टुडेन्टमा जान लागेको हो खासमा। अनि त्यस पछाडि यता सामानहरू जोख्ने ठाउँ पनि रहेछ। मैले चाहिँ ठिक्कको सामान लगाएको थिएँ, त्यही पनि एकचोटि हामीले जोखाउनु त भनेर जोखेर। अनि मेरो साथीले मेरो एक दुईवटा भिडियो पनि लिइदिए नि यहाँनिर। तपाईँहरूले चाहिँ कसले खिचिदिएको भनेर सोचिरहनु भयो होला होइन। कोही भिडियोहरूमा आफैले पनि लिएको छु है यसरी। अनि त्यसपछि हामी चाहिँ प्लेन चढ्नको लागि रेडी भयौँ। अनि प्लेन पनि चढ्यौँ। अनि मैले फर्स्ट टाइम देखेको यो प्लेन के नहोला भनेको केही न केहीको रहेछ। अनि प्लेन चढिसके पछाडि मेरो अनुहारमा चाहिँ ध्यान नदिनु ल, किनभने एकदमै धेरै दुःखी पीडित हामी, रुँदा अनुहार यस्तो भएको। अनि हाम्रो कपालहरू सबैजना कस्तो जिङ्गिङ परेको छ होइन। बाहिर जाने मान्छे भए पनि हामीले खासै त्यस्तो केही तयारी गरेको थिएनौँ। एकदमै सिम्पल जस्तो घरमा छ त्यस्तै उठेर हिँडेको मान्छे हामी। अब त्यही भएको कारणले अलिकति गेटअपतिर चाहिँ कसैले पनि ध्यान नदिनु होला। त्यतिखेर हाम्रो सिचुएसन नै अर्कै थियो। अनि हामी यहाँ आइपुग्यौँ चाइनाको एयरपोर्टमा चाहिँ हाम्रो ट्रान्जिट थियो। धेरै थिएन, 3 घन्टा जतिको थियो, तर ठिकै भयो। यहाँ आइपुगिसकेर गाडीले यहाँ ल्याउँदा ओर्दा टक्क टाइम। अनि यता हेर्नु न, जहाँ बसे पनि लाइन त बस्नै पर्यो, तर एकदमै सभ्य तरिकाले अरू ठाउँहरूमा हेर्दाखेरि चाहिँ हाम्रो अघिको नेपालको भिडियोमा चाहिँ एकदम धेरै गजाङ हल्ला यताउति थियो, तर यहाँ चाहिँ एकदमै शान्त आनन्द थियो। अनि कति धेरै अट्र्याक्ट गर्ने टाइपको सामानहरू थियो क्या यो एयरपोर्टमा चाहिँ, मान्छेहरूले अतपत्त किनोस् भनेर। तर मसँग चाहिँ पैसा थिएन, यहाँको पैसा थिएन, त्यही भएर मैले चाहिँ किनिनँ। अरूहरूले चाहिँ हेर्दै थिए सामानहरू। ठाउँ मलाई एकदमै राम्रो लागेको थियो। अनि यहाँ हेर्नु न, नेपालको करिब 4-3:30 जति भएको थियो यहाँ आइपुग्दाखेरि। अनि घाम लागेको क्या। यहाँ चाइनामा चाहिँ कस्तो मजाले 7 बजिसकेको थियो नि, चाइनामा चाहिँ 7 बजिसकेको थियो, तर हाम्रो नेपालको घडीमा चाहिँ जम्मा 3:30 अनि 4 बज्न खोजिरहेको थियो। घाम कस्तो मजाले लागेको थियो। सबै ठाउँ शान्त, आफ्नो समय कुरिरहेको, आफ्नो जानुपर्ने डेस्टिनेसनको लागि सबैजना एकदमै शान्त तरिकाले वेट गरिरहेको
हुनुहुन्थ्यो। अनि यहाँ कोही कोही भोक लाग्नेहरूले खानेकुराहरू पनि खाइरहेको थिए। तर हामीले चाहिँ साथमै खानेकुराहरू ल्याएको थियौँ, तर खासै भोक पनि लागेको थिएन हामीलाई। अनि अरूभन्दा पनि यहाँको कर्मचारीहरू कति साना साना उमेरको मान्छेहरू पनि के यहाँ काम गर्ने, एकजना बुढो मान्छे अनि एकजना सानो मान्छे यसरी काम गरिरहेको थिए उनीहरू। अनि मलाई यो ठाउँ चाहिँ एकदमै राम्रो लाग्यो। अनि त्यसपछि हामी